त फेरि म आज फेरि 2082 के अरे 8 महिना अनि 4 गते आइसकेँ। आज फेरि मसँग गसिप्सहरू छ। आज मैले के थाहा पाएँ, आज चाहिँ मैले के थाहा पाएँ भन्दाखेरि चाहिँ मेडिकल लाइफमा जति चिप्लो धस्न सक्यो, जति बटर मक्खन लगाउन सक्यो मान्छेलाई, त्यति चाहिँ तिम्रो काम बन्ने अनि तिमी राम्रो देखाउने जस्तो हुन्छ। अनि तिमीलाई लाग्छ ओहो म त हिरोइन हो, म त डन हो, म त यहाँ त्यहाँ लाग्छ के। अनि सबैले चिनिरहेको हुन्छ, बुझ्छ। अब जस्तो कि म फर इक्जाम्पल म चाहिँ बोल्दिनँ, स्टाफ दिदीहरू आउनुहुन्छ, अर्को वार्डको स्टाफ दिदीहरू म चिनिरहेको हुन्छु होइन, म कतिलाई त चिन्दा पनि चिन्दिनँ। मेरो साथीहरूले यस्तो मजाले पुरै ए दिदी ए तपाईँ त्यहाँ हुनुहुन्थ्यो नि, दिदीहरूले पनि ओ गरेर राख्नुहुन्छ, म पनि ए गर्छु। अनि आफूले कहाँ हेरेको थिएँ थाहा नै छैन, फेरि आफूले कहाँ हेरेको थियो दिदीलाई थाहा पनि छैन। दिदीले त मलाई 2 रुपियाँको भ्यालु दिनुहुन्न क्या त्यहाँ। म त मलाई त चिनेकै छैन जस्तो गर्नुहुन्छ। अनि पछि मलाई कस्तो नराम्रो लाग्छ यार, म त यो दिदीलाई चिनेको थिएँ, कस्तो नचिनेको जस्तो गर्नुभयो। पछि फेरि मैले रियलाइज गरेँ सबैजना जब त्यो वार्डमा हुँदाखेरि चाहिँ लाइक म लेबर वार्डमा परेको थिएँ, सबैजना त्यहाँ बोलिरहेको हुन्छ, म मास्क लगाएर चस्मा लगाएर पुरै यस्तो भएर बसेपछि त कसले चिन्छ। अब यति दुनियाँ मान्छेलाई भेट्छ, त्यो मलाई कसरी चिन्छ, चिन्दैन नि। अब जसले जति बटर लगाए अफकोर्स अल पिपल लभ देम के, जसले चाहिँ उसको बारेमा राम्रो राम्रो भन्छ, नराम्रो भयो नि उसको राम्रो राम्रो भन्ने, उसको बारेमा कुरामा मिलाइराख्ने, तिनीहरूको कुरा मिलायो भने त्यो मान्छेहरू चाहिँ मनपर्छ। मलाई पनि त्यस्तै मान्छे मनपर्छ होइन र त्यो मान्छेको पर्सनालिटी नै त्यस्तै हुन्छ, जसले चाहिँ उसको बारेमा लाइक राम्रो भन्यो, उसले ऊ नै छ भनेर प्रायोरिटी दियो, त्यो मान्छे चाहिँ मनपर्छ। जसले चाहिँ उसको नराम्रो बानीहरू पनि भन्ने गर्छ, त्यो मान्छेले चाहिँ कहिले पनि मन पराउँदैन क्या। जस्तो कि मेरो बारेमा कुनै साथीले मेरो बारेमा धेरै राम्रो भन्छ अरे, म त्यहीसँग बस्न खोज्छु, मलाई मनपर्छ। तर इफ कुनै पर्सनले चाहिँ मेरो बारेमा लाइक मेरै साथी छ तर उसले चाहिँ मेरो बारेमा सोचेरै भनेको होला नि त, तिम्रो यस्तो छ, तिमी यो गर, यस्तो गर्दा ठिक होला भनेर। अनि आई विल लाइक कि अलि चाहिँ त्यो हुन्छ कि यो मान्छे चाहिँ खास मलाई मन पराउँदैन क्या हो कि के हो, यस्तो जति बेला पनि मेरो बारेमा भनिरहेको हुन्छ या यहाँ त्यहाँ होइन। सो मान्छेको पर्सनालिटी नै त्यस्तै हुन्छ, इट्स ओके, त्यसले चाहिँ केही हुन्न। फेरि के कहाँ कुन टपिकबाट कहाँ गइसक्यो नि। तर मेडिकल लाइफमा त कसैलाई कसैसँग मतलब हुँदैन, लाइक आफ्नो केयर गर्नुपर्छ। सबभन्दा पहिला चाहिँ आफ्नो केयर गर्नुपर्छ है, किनभने आफ्नो केयर कसैले गरिदिँदैन। अनि टिचरहरूले भन्नुहुन्छ नि लाइक तिमीहरूलाई म बिदा दिँदिनँ या तिमीहरूले यस्तो त्यस्तो, तिमी नै ठिक रहेनौ भने त तिमी के गर्छौ त डिग्रीको, र के आफ्नो केयर गर्ने, आफ्नो इमोसनली म कतिसम्म छु, कतिसम्म सहन सक्छु त्यति नै काम गर्ने हो, अनि त्यति नै सहने होइन। अब कुनै साथीले या कुनै मान्छेले तिमीलाई धेरै तल घिसार्न ट्राई गरिरहेछ भने देन यु ह्याभ टु टेक स्ट्यान्ड फर युर सेल्फ, ओके। अदरवाइज तिनीहरूले धाँच्दा तल झारिदिन्छ। जति बेला पनि तिमीलाई बुली गर्ने, तिमीलाई डाँटेर बोल्ने, तिमीलाई सबभन्दा तल राख्ने गर्छ के। सो आफ्नो लागि स्ट्यान्ड लिन चाहिँ कहिले छोड्नुहुन्न। म राम्रो मान्छे बन्छु, फेरि म राम्रो मान्छे भएँ, फेरि म राम्रो मान्छे बनेर ठिक छ उसको कुरा सुन्छु, इट्स ओके भन्ने त्यो दिमागमा थट लिएर बस्ने होइन है। त्यहाँ तिमी चाहिँ राम्रो सोचिरहेछौ अरूको बारेमा, चाहिँ अरूलाई तिमीहरू केही फरक पर्दैन। तिमीलाई लाग्छ तिमी उसको कुरा सुनिदिन्छौ राम्रो, तर तिम्रो सुन्ने बेलामा त कोही हुँदैन भाइ। के हो यसको कुरा सुनिदिन्छु, उसलाई अलि राम्रो लाग्छ भनेर सुन्छौ, अनि खै त तिम्रो बालोमा कोही हुन्न। सही भने नि, अरूको प्रब्लम हुने बेलामा तिमी उसको साथ दिन्छौ, उसलाई राम्रो फिल गराइदिन्छौ, राम्रो राम्रो कुरा भन्छौ। बट तिम्रो पालोमा त आई डोन्ट थिङ्क सो कि तिम्रो पालोमा कोही आउँछ यार। तिम्रो पालोमा कोही आउँछ? कोही आउँदैन। सो आफ्नो लागि स्ट्यान्ड लिन चाहिँ ट्राई गर्नुपर्छ, आफ्नो लागि स्ट्यान्ड लिनुपर्छ। यहाँ मान्छेले चाहिँ हरेक तरिकाको पर्सनालिटी लिएर आएको हुन्छ कि मान्छेहरू, अनि तिनीहरूले सक्दो आफ्नो साइडको मान्छेलाई चाहिँ तल झार्न खोज्ने कि, मेनली गरेर मेडिकल लाइफतिर। कसैलाई मन पर्दैन उसको काम बनोस् या उसको राम्रो होस् या उसको राम्रो रिजल्ट आओस्, कसैलाई पनि मन पर्दैन। तिमी जब फेल हुन्छौ देन योर फ्रेन्ड्स विल बी ह्याप्पी के। अनि त्यति बेला तिम्रो प्रब्लम के छ भनेर तिनीहरूले मतलबै गर्दैनन्,
तिनीहरूलाई केही मतलबै हुँदैन, बुझ्यौ? सो आफ्नो लागि गर्ने, आफ्नो लागि तिमी एक्लै बसेर रुन्छौ फेरि। किन रुन्छौ? किनभने तिमीले उसको कुरा मान्यौ, लास्टमा दिमाग ड्रेन भयो एन्ड लास्टमा के छ अप्सन? रुएपछि चाहिँ म रिल्याक्स हुन्छु रे भनेर रोयो। आफ्नो हेल्थ मात्रै खराब गर्यो, अरूको लागि आफ्नो हेल्थ खराब गर्ने काम चाहिँ नगर्ने है। पढ्ने, आफ्नो हेल्थको लागि ध्यान दिने, जो मान्छे भयो नि नो भन्न चाहिँ सिक्ने। म छु, मलाई जे मन लाग्छ गर्छु, जे मन लाग्छ गर्छु भन्दामै जे पनि गर्ने होइन क्या। फेरि त्यहाँ आफूलाई सोच्ने, अब यतिसम्म 20-22 साल भएपछि त यस्तो अलि दिमाग त आउँछ नि मान्छेसँग होइन। आफूलाई दिमाग त हुन्छ नि त, म के रङ राइट के हो भनेर त्यतिर डिसाइड गर्न सकिन्छ। सो डिसाइड गर्ने, आफ्नो लागि गर्ने, ओके? बाई। आफ्नो लागि गर्ने, आफ्नो लागि स्ट्यान्ड लिने जहिले नि, अरूको बारेमा सोच्ने होइन। अनि लास्ट कुरा मलाई भनौँ, आफ्नो जति धेरै स्ट्रगल यहाँ त्यहाँ सबै एक्लै सहेको हुन्छौ। अनि पछि कसैले दुईवटा कुरा केही भनिदिएपछि तिमीलाई किन यस्तो लाग्छ कि ए उसले भनेको कुरा चाहिँ राइट हो, म चाहिँ यस्तो खराब या त्यो खराब या त्यस्तो। लाइफभरि तिमीले एक्लै स्ट्रगल गर्छौ, एक्लै सबै कुरा गर्छौ, र लास्टमा कसैले आएर दुईवटा कुरा भनेपछि तिमीलाई लाग्छ त्यो मान्छेको ओपिनियन तिम्रो लागि काम लाग्छ हो। त्यस्तो सोच्छौ तिमी, नसोच्ने त्यस्तो। आफूले जानेको बुझेको डिसाइड गर्ने, रङ राइट के हो बुझ्ने अनि काम गर्ने। त्यो अरूको ओपिनियनको त कामै छैन क्या हाम्रो लाइफमा। आफ्नो ओपिनियन आफैसँग राखे हुन्छ भाइ। म त्यति छु। ठुलो मान्छेहरूको यसो पडकास्ट हेर्ने, बुकसुक पढ्ने पनि कसले भनिरहेछ हेरी। म ट्राई गर्छु बुक पढ्ने, मैले आफूलाई चेन्ज गर्न भनेको छु नि त। सो बुक पनि पढ्छु भनेर सोचेछु। फिलहाल त अहिले कम्युनिटी जान्छु, काम कति धेरै होला, अब आएपछि चाहिँ अलि गर्नु छ मलाई। म रेकर्ड गरेर भनिरहेको छु मैले कुन बुक लिएँ, कुन पढेँ, के गरेँ भनेर। आई विल टेल यु गाइज अबाउट द्याट। सो अहिले मलाई चाहिँ फेरि बनाउनु छ यो। अझै चाहिँ मैले बनाएँ, तर अब लास्ट चाहिँ भोलि सबै बुझाइदिन्छु। खुसी त के हो, खुसी त म भइहाल्छु नि। सबभन्दा चिल थिएँ। टेन्सन दिनुहुन्छ भगवान्ले, इट्स ओके। टेन्सन म पनि हेर्छु कतिसम्म टेन्सन दिनुहुन्छ। एक्चुली आई लभ सल्भिङ प्रब्लम्स के। मेरो लाइफको यति धेरै खराब प्रब्लमहरू हुन्छ अनि सबै सल्भ गर्छु नि त। अनि त्यो यादवले सबै सल्भ गर्छ। आई एम प्राउड अफ माइ सेल्फ। म एक्लै सबै कुरा सहिरहेको हुन्छु एन्ड गरिरहेको हुन्छु। प्राउड अफ मी। आफूमाथि प्राउड गर्ने पनि गर है। कतिजना त्यो हस्पिटलमा सास लिन लागि पनि स्ट्रगल गरिरहेछ एन्ड यु आर थिङ्किङ कि कसैको ओपिनियन तिम्रो लागि धेरै त्यो हो, त्यसको लागि तिमी रोइरहेछौ अनि तिमीलाई फिल भइरहेछ द्याट यु क्यान डु एनिथिङ। किनभने तिमी एउटा केहीमा फेल भयो या तिम्रो केही काम बिग्रियो भन्दैमा लाइफ फिनिस हुँदैन है। सो थिङ्क गर रङ राइट के हो, टाइम देऊ आफूलाई एन्ड मुभ अन। अगाडि बढ्दै काम गर्दै जाने। अनि साँच्ची हो के अरे, मेहनत करो, फल की चिंता मत करो, फल आएगा देन यू विल बी गोना शक कि इतना फल तो मैंने एक्सपेक्ट ही नहीं किया था। सो यति नै हो। अब योभन्दा बढी म बोल्न सक्दिनँ, थाकिसकेछु म। आज पुरै दिन ड्युटी गरेर प्रेजेन्टेसन गर्न गएको थिएँ। फेरि दुईजना साथीको भयो, मेरो भएन। हिजो नि भएको थिएन। भात खाँदै त्यो प्रेजेन्टेसन लास्टको बनाएँ। आज नि खाँदै बनाएँ, भएन। भोलि हुन्छ होला, अब लास्ट छ भोलि, त्यसपछि सकिन्छ। ल बाई।